यो चाहिँ हाम्रो उदयपुरको एउटा पर्यटकीय क्षेत्रले एकदम रमणीय वातावरण भएको ठाउँ हो होइन। यो चाहिँ उदयपुर यो हाम्रो गाईघाटदेखि 16 किलोमिटर माथि पर्छ यो हाम्रो के महादेव झरना भन्ने बाटो यस्तो छ होइन। यो चाहिँ झरना यतापट्टिको पाखा हो, यो खोला अनि खोला हेर्नुहोस् यस्तो राम्रो भ्यू छ, बाटो यस्तो छ। हामी चाहिँ रौताबाट झर्दै गरेको, यता रौताबाट आले हुँदै फोक्सिन्टार हुँदै झरेको। अहिले चाहिँ हामी ठ्याक्कै यो दोभानमा छौँ, यो जुन बरुवा खोलाको दोभानमा। यतापट्टि तपाईँहरूले देख्न सक्नुहुनेछ भिड बाटो। हामी करिब करिब महादेव झरना आइपुग्न लागेको छौँ। यहाँ यस्तो छ, घुम्नका लागि एकदमै रमणीय, एकदमै राम्रो वातावरण भएको ठाउँ हो। तर स्पेस चाहिँ अलिकति सानो भएकोले चाहिँ अलिक धेरैजना आएर होइन वनभोज पिकनिकहरू खानलाई अलिक चाहिँ समस्या। 9-10 जनाको टोली आएर चाहिँ बसेर खानलाई चाहिँ एकदम ठिक छ। म तपाईँहरूलाई देखाउने छु हाम्रो यो उदयपुरको सानो महादेव झरना। हेर्नुहोस् एकदमै राम्रो छ है भ्यू चाहिँ। नेपालमा यदि जन्मिनु भएको, नेपालमा बस्नुहुने, नेपालमा जन्मिएको सच्चा नेपाली मान्छेहरू चाहिँ एकचोटि आउनु होला, यहाँको रमणीय वातावरण हेर्नु होला। हेर्नुहोस् यतातिर यस्तो दामी पहाड छ। हेर्नुहोस् यस्तो दामीको ठाउँ छ होइन। चट्ट लगाएर अब म झरना देखाउँला, झरना हेर्नु होला। यो चाहिँ एकदम सानो, यतातिरै फिक्सिङ गर्न जानुभएको हाम्रो दाजुभाइहरू। यहाँ सानो झरना, यो सानो झरना हेर्नु। यो चाहिँ अब महादेवको हामी आइपुगिसकेका छौँ महादेव झरना। यस्तो छ महादेवको यस्तो दामी छु। हेर्नुहोस् हेर्नु यहाँ पानी पुगिरहेको छ। भयो भयो। यो चाहिँ स्पेसली हाम्रो महादेव झरना है। ल गाइस अब नेक्स्ट पार्टमा चाहिँ हेर्नु होला।